एउटा निल्न मिल्ने क्यामेरा जसलाई भनिन्छ क्याप्सुल इन्डोस्कोपी। औषधिको क्याप्सुल जत्रो र क्याप्सुल जस्तो यो इन्डोस्कोपी मुखबाट निलिसकेपछि हाम्रो सम्पूर्ण पेट र आन्द्राको फोटो खिच्छ यसले। अनि यो फोटोहरूलाई भिडियो बनाएर हेर्न सकिन्छ। हाम्रो पाचन प्रणालीको सुरुको भाग यानि कि खाना नली र आमाशयमा भएका बिमारीहरू हेर्नलाई हामीले मुखबाट पाइप हालेर इन्डोस्कोपी भन्ने जाँच गर्छौं। त्यस्तै पाचन प्रणालीको अन्तिम भाग यानि कि ठुलो आन्द्रा र मलाशयको जाँच गर्नलाई दिशाको बाटोबाट कोलोनोस्कोपी भन्ने जाँच गरिन्छ। यो इन्डोस्कोपी र कोलोनोस्कोपीले हाम्रो पाचन प्रणालीको सुरु र अन्तिम भाग मात्र हेर्दछन्, तर बीचको भाग जसलाई चाहिँ सानो आन्द्रा या स्मल इन्टेस्टाइन भनिन्छ त्यसको जाँच चाहिँ गर्न सक्दैनन्। अनि यो सानो आन्द्रामा भएको घाउ, अल्सर, मासु पलाएको जस्ता बिमारीहरूले गर्दा हामीलाई पेट दुख्ने, ब्लिडिङ भएर रगत कम हुने जस्ता समस्या भएका छन् भने इन्डोस्कोपी र कोलोनोस्कोपी गरेर मात्र पुग्दैन। इन्डोस्कोपी र कोलोनोस्कोपी गर्न नसक्ने बिरामीहरूको लागि र सानो आन्द्रामा भएको बिमारी हेर्नको लागि यो क्याप्सुल इन्डोस्कोपी भन्ने जाँच चाहिँ एउटा सजिलो र आधुनिक विकल्प हुन सक्छ। धन्यवाद।